गाइज वेलकम टु माई च्यानल। आज म र मेरो साथी एटिएममा पैसा निकाल्न गइरहेका छौँ। मेरो साथीको पैसा हो, त्यति धनी त छैन निकाल्न लागि। मसित खालि गइदिइरहेको छु, उसलाई हल्का आउँदैन रहेछ निकाल्न। मलाई नै आउँथेन, अब 2-4 दिन गएर सिकिहालेँ मैले पनि साथीहरूसित गएर। लगाइजैन हामी एटिएम पुगिसकेँ। एटिएम यहाँ लास्ट कुनामा छ। अब मेरो साथीको होइन, एटिएमबाट भएन। अब मेरो एटिएमबाट निकाल्छु। कस्तो हुने रहेछ उता समाउ बंद समाउनु बॉल बंद रहे लगाएर मेरो गाउँ न सिधै यो खोलिरहेको थिएँ मेरो, मलाई पनि देखियो। Enter your personal identification number. Your transaction is being processed. अब आउँला जस्तो अघि ट्राई गरे भएन। ल भयो अब Thank you for using this ATM. पैसा निकालेर गाई छैन, हामी गइसक्यो। अब जान लागेका छौँ घर। अब दुख्यो नि लास्ट यो अनि टक्क यार मेरो साथीको एटिएमबाट निस्किएन। अनि मेरोमा हाल्नु पऱ्यो, मेरो ब्याङ्कमा हाल्नु पऱ्यो। अनि त्यसपछि घरबाट फोन आयो पैसा निकाल्यो भनेर। होला हेरौँ के गर्न रहेछ। यार गाइज यार यो 10,000 त भारी भारी लाग्यो नि त अहिले। जाऊँ सीधा हाँ नबोला न। पैसा भन्ने कुरो हो के, पैसाले मान्छेलाई ठुलो बनाउँछ, सानो बनाउँछ। यही पैसाले। पैसा भन्ने कुरो यस्तो चिज हो कि जो सबलाई चाहिन्छ। जाम त पाइहाल्न जाने यार। कहाँ हुनु मेरोमा यस्तो यत्रो पैसा मेरो भइदियो त अहिले होटलमा देखिन्थ्यो यार। होटलमा यस्तो खतरा केटो बानेर टक्क होटलमा बसिरहन्थेँ। यो भाइको चाहिँ हो पैसा, यो निकाल्न चाहिँ गइदिएको। त्यो भाइको हल्का खाता नरहेछ, अनि त्यहीको दिदीले पठाइदिएको रहेछ। अनि मेरो साथीको हाले रहेछ। नि साथीको एटिएम चलेन। अब अनि मेरो ब्याङ्कमा हालेर त्यसपछि निकालियो। धन्न म गाँथेर निकालियो। लवराज तिमीहरू कहाँ भए निक्लिनै थिएन क्या पैसा। केही छैन। ल साथी भएको के काम त अनि हो कि नै। अब तपाईँहरूले हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आश गर्छु यस्तै पैसा पाऊँ टक्क अनि पाडी हान्न गइन्छ। बाई बाई।